आवश्यकता उही तर तरिका फरक। गाडीको भिडभाड पनि हुँदैन र आफ्नो ठाउँ आफै बनाऊ। हेलो नमस्ते, स्वागत छ तपाईँलाई नेपाली ब्रदर युट्युब च्यानलमा। आशा गर्छु सबैजना आरामै हुनुहुन्छ होला भनेर। मैले गएको हप्ता एउटा भिडियो अपलोड गरेको थिएँ। त्यो भिडियोमा मैले तपाईँहरूलाई के जानकारी दिएको थिएँ भने चाहिँ हामीले पनि बजारहरू व्यवस्थापन गर्न सकिन्छ भनेर चाहिँ भनेको थिएँ भने कपडाहरूको अनि एक्सेसरिजको सामानहरू चाहिँ त्यहाँ पाइन्छ भनेर भनेको थिएँ भने आज चाहिँ यो ठाउँ आउनुभएको छ। यहाँ चाहिँ भेजिटेबलको मार्केटहरू रहेको छ। यहाँ चाहिँ भेजिटेबल फ्रुटहरू पाइन्छ र यता साइडमा चाहिँ अरू दोकानहरू पनि रहेको छ। आउनुहोस् म यो ठाउँलाई चाहिँ कसरी व्यवस्थापन गरिएको छ भनेर देखाउन चाहन्छु। एउटा निश्चित मार्केट भइसकेपछि त्यहाँको मानिसहरूलाई पनि आवत जावत गर्न सजिलो हुन्छ भने यसरी यहाँनिर चाहिँ बाटोहरू ब्लकेज गरिएको हुन्छ। यहाँ कुनै पनि गाडीहरू चाहिँ आउन पाउँदैन। तर यदि तपाईँले नेपालहरूमा देख्नुभयो भने चाहिँ हाट बजारहरूमा चाहिँ बिचबिचमा गाडीहरू घुसाउने गर्दछ। बिहान लगभग 7-8 बजेसम्म सबै योभन्दा अलि उतापट्टि चाहिँ एउटा मार्केट छ जुन हाट बजार जस्तो छ। त्यहाँनिर चाहिँ सबै गाडीहरू आएर फ्रुटहरू चाहिँ भेजिटेबलहरू चाहिँ खाली हुने गर्दछ भने यो चाहिँ पब्लिकको लागि चाहिँ यसरी मार्केट रहेको छ। आवश्यकता उही तर तरिका फरक। आखिर किन यस्तो? आखिर व्यवस्थापन सरकारले मात्रै गरिदिने हो कि हामी आफै पनि व्यवस्थित हुन जान्ने हो? यहाँ देख्न सक्नुहुन्छ यो भेजिटेबल मार्केटमा कुनै प्रकारको फोहोरहरू, जथाभावी फोहोर कचराहरू देखिँदैन। आखिर कसरी भयो त्यो? यो हामी आम जनमानसमा पनि भएको जनचेतनाको कारणले गर्दाखेरि भएको हो। यसको लागि विदेशीहरू मात्रै भन्ने होइन, स्वयं हामी आफैमा पनि जनचेतना हुन जरुरी छ।爸妈们了，听到了。爸妈们了，听到了。Hello， 爸妈们了，听到了。अहिले मैले बेलौती लिएको छु। देख्न सक्नुहुन्छ यसरी बजार चाहिँ व्यवस्थापन गरिएको छ, जसले गर्दाखेरि यहाँ गाडीको भिडभाड पनि हुँदैन र सामान खरिद गर्ने बिक्री गर्ने मानिसहरूलाई पनि सजिलो हुने गर्दछ। सफा विदेश मात्रै हुन्छ भन्ने सोच राख्नु हाम्रो त्यो गलत सोचाइ हो। सफा राख्ने जिम्मेवारी हाम्रो पनि हो। आफ्नो ठाउँ आफै बनाऊ र सफा राख्ने कोसिस गरौँ। यो पनि यहाँ पनि त्यसरी नै सम्भव भएको हो। आम सर्वसाधारणबाटै सुरुवात गर्यो भने सरकारले मात्रै दोष लाउनु पर्दैन। 4:03 गएको छ। अब यो चाहिँ रातिको लागि खोल्ने तयारी भइरहेको तपाईँले चाहिँ देख्न सक्नुहुन्छ। यसरी चाहिँ व्यवस्थित गर्न सकियो भने चाहिँ बजार व्यवस्थापन पनि हुन्छ भने भिडभाडको पनि कम हुने गर्दछ, जसले गर्दाखेरि बजार व्यवस्थापन हुन सक्दछ। हुन्छ, तपाईँलाई यो भिडियो कस्तो लाग्यो प्रतिक्रिया दिन भने नबिल्नु होला। मेड इन नेपाल, मेक इन नेपाल। जय नेपाल। तपाईँको दिन शुभ रहोस्।